आलु दाई, हजुरको ममको बास्ना त बबाल छ। मलाई त भोकले सहनै नसक्ने बनाइसक्यो। एक प्लेट छिटो दिनुस् न दाई। माफ गर्नुस् है टमाटर भाइ, आजलाई त सबै मम सकिएछ। भोलि पक्का अलि चाँडै आउनु होला, म हजुरलाई टन्न खुवाउने छु नि। लौ प्रभु, हजुरको कति ठुलो कृपा। आज त व्यापार सोचे भन्दा धेरै राम्रो भयो। अब त मेरो परिवारको दुःख पनि मेटिने भयो। गोबी हेर त, आज कति धेरै कमाई भएछ। हाम्रो छोराको लागि नयाँ लुगा र मिठो खानेकुरा किन्न अब पैसा पुग्ने भयो। हजुरको मेहनत सफल भयो बुढा। अब हाम्रा दुःखका दिन सकिएर सुखका दिन सुरु हुने भए। भोलिलाई त अझ धेरै मोमो बनाउनु पर्छ गोबी। ग्राहकहरू धेरै आउँछन्। हामी दुवै मिलेर रातभरिमा यो सबै काम सकाउनु पर्छ है। आज त कसैलाई पनि खाली हात र भोको पेट घर फर्कन दिन्न। म सबलाई धित मर्ने गरी म खुवाएरै छोड्छु। ओ सुन्तला भाइ, यो त मैले सधैँ व्यापार गर्ने ठाउँ हो। यहाँ किन आफ्नो पसल राखेको? यसलाई छिटो यहाँबाट हटाइहाल्नुस् त। तेरो नाम लेख्या छ र यो सडकमा? यो त सरकारी ठाउँ हो। जहाँ मन लाग्छ त्यहीँ बस्छु। तँ अर्कै ठाउँ खोज, गइहाल यहाँबाट। तैँले मलाई जति सुकै दबाउन खोजे पनि म दब्नेवाला छैन। जा, तैँले के गर्न सक्छस् गर, म हार मान्दिन। साथीहरू, यो सुन्तलाले मेरो रोजीरोटी खोज्न खोज्दैछ। मलाई साथ दिनको लागि फलो गर्नुहोस् र कमेन्टमा पार्ट 3 लेख्नुहोस्।